नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो। सरकारले घिसिङलाई यसअघि पटक पटक स्पष्टीकरण सोध्दै आएको थियो। स्पष्टीकरणसित बुझ्दो नभएको भन्दै हटाउने निर्णय भएको हो। सरकारले कुलमानलाई हटाएर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव साक्यलाई नियुक्त गरेको छ। गएको पौष 28 मा घिसिङले बुझाएको स्पष्टीकरणसित बुझ्दो नभएको भन्दै ऊर्जा मन्त्री दीपक खड्काले फागुन 13 गते मन्त्री स्तरीय निर्णयबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट किन नहटाउने भन्दै दुई बुँदे स्पष्टीकरण सोध्नु भएको थियो। घिसिङले कार्य सम्पादन सम्झौता अनुसार तोकिएको लक्ष्य हासिल भएको उल्लेख गर्दै सफाई पेश गर्नु भएको थियो। यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले दोस्रो पटक कुलमानलाई 2078 साल श्रावण 26 गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। घिसिङको दोस्रो कार्यकाल सकिन केही महिना मात्र बाँकी रहँदा सरकारले हटाउने निर्णय गरेको हो।